हेलो एभ्रिवान नमस्ते लङ टाइम पछि आज म हजुरहरू सामुन्ने सानो मिनी ब्लग लिएर आएको छु ट्राभल ब्लग। आज चाहिँ हामी ट्यापमुन गइरहेछौँ। फर्स्ट टाइम हो यो, कस्तो हुन्छ हेरौँ। र हामी चाहिँ सबैभन्दा पहिला चाहिँ यहाँ पुग्ने बित्तिकै यो बोटमा लामो समयसम्म बस्नुपर्ने भएकोले चाहिँ खाना खायौँ। खाना चाहिँ खासै मिठो नपाउने, सबै चाइनिज खानाहरू थियो अनि खाना इन्जोय गऱ्यौँ। अब चाहिँ हामीहरू खानाहरू सम्पूर्ण खाएर हामी चाहिँ अब छोटो मिठो हाइकिङ गर्नतिर लागिरहेछौँ। तर हाइकिङ कम्प्लिट गर्ने छैन किन हामीसँग टाइम थिएन। हामी 3 बजे उठ्दै थियो। 5 बजे चाहिँ हामीले बोट लिएर फर्किनु पर्ने हुन्छ, त्यहाँदेखि बोट पाउँदैन, त्यही भएर। र यो ठाउँ चाहिँ क्याम्पिङको लागि एकदम बेस्ट ठाउँ र हाइकिङको लागि पनि हो। तर हामी चाहिँ एकछिन घुम्न मात्रै आएको हो। र यहाँ खानाको त्यति राम्रो व्यवस्था छैन। हजुरहरू यहाँ आउँदाखेरि चाहिँ खाना आफै बोकेर आउनु होला। यो ठाउँमा चाहिँ एकदमै धेरै फोटोहरू खिच्दो रहेछ, फोटो सेसनहरू हुँदो रहेछ। हेर्नु न, धेरै मान्छेहरू। यो चाहिँ मेरो फर्स्ट टाइम हो, एकदमै राम्रो लाग्यो। र सबै ठाउँ डिटेली देखाउँदाखेरि चाहिँ एकदमै टाइम लाग्ने गर्दाले थोरै एडिट गरेर सानो क्लिप एक्स्ट्रा बनाएर चाहिँ हेरिदिनुहोस् ल। बाई बाई, सी यू इन द नेक्स्ट ब्लग। अर्को ब्लग चाँडै लिएर आउनेछु। बाई।